अरे के हाँसो के हाँसो के भयो को साली को भेना तपाईँ साँच्चै नारायण दाई तपाईँको असली बुढी कुन चाहिँ हुनुहुन्छ रे असली बुढी यता कता कता उहाँ असली बुढी अब अर्को नकली कान्छी कसलाई बनाउनुला खै नखाइले त के असरी भन्नु कान्छी कसलाई बनाउनुला कान्छी कसलाई बनाउनुला त्यो त नभन्नु होइन भनिहाल्नु भन्नु कसलाई बनाउनु भन्नु त हो नारायण दाई सबैले भन्नु हो हामी साली भिना हो अनि सालीलाई भित्राउने बिहा गर्ने भन्ने विचार हो मेरो चाहिँ होइन सरको चाहिँ हो को सरको मेरो के विचार हो तपाईँ अघि भर्खर के भयो थाहा छ उहाँ सालीको ढाडमा जुगा टाँस्यो भनेर उहाँ भिनाले मुसार्दै हेरिरहेको थिएँ तपाईँले त्यो नहेर्न मन लगाएर तपाईँ यहाँ बस्नुभएको हो जेठी बुढीले देख्छ भनेर त्यही हो तपाईँले हेर्न सकिन यहाँ आएर लुकेर बस्यो लुके बस्यो अनि उता कन्पडमा हात किन राख्यो के बस्छ होला लाज लाग्यो कि दाइको कुराले लाज लियो होला दिदीको कुरा सुनेर म मक्क पऱ्यो अनि उहाँ अब उहाँलाई भित्र आयो भने उहाँलाई अनि तपाईँलाई के छ चित्त दुखाइ के छ कि छैन भाउजू धेरै चित्त दुखाइ छ अनि उहाँले भित्र नारायण दाइलाई घर राख्ने कि के गर्ने म त बाहिर निकाल्दिनँ नारायण दाइ ठुलवाला त बाहिर निकाल्दिने विचार के गर्ने अनि रिलमै बसौँ न त के भयो त यता कान्छी बनाएर उहाँलाई मिल्छ कथा लेख्ने एकछिन कथा लेख्नु त दाइ कथामा त मिल्छ कथा मिल्छ अनि के मिल्दैन रियलमा मिलेन रिलमा मिल्यो ए हो तपाईँले आफ्नो बुढीलाई धेरै माया गर्नुहुन्छ माया त गर्नु परिहाल्यो नि सर किन नत्र कुट्छ हाम्रो झगडा पनि पऱ्यो होइन कुट्ने त कुरै छ बाँसै भाटोले हाल्यो नि त उहाँले त्यो त रिलमा हो नि सर रिलमा हो अनि त्यति होइन मैले भाउजू राम्रोसँग कुट्नु होला भनेर होइन मेरो अस्तिको रिस्ता म त कुट्ने बेसरी भन्दै हुनुहुन्छ त त्यो होइन सर बाँसै भाटोले हाल्दा टाउको दुखेन तपाईँको चोट लागेन चोट लाग्यो नि सर ला है हो त्यही भएर उहाँले मलाई पहिले भन्नुभयो त म त अस्तिको रिस्ता म त बचाउँछु भन्नुभयो घाउ लागेको थियो अनि सफा गर्दा बहिनीले हो रगत सफा गरे अनि भिनाजुसँग यसरी आफ्नो दिदी हुँदा दिदीको घर बिगाएर अनि आफू चाहिँ जानु खोज्नु तपाईँ कस्तो के पापी बन्न खोज्नु भएको तपाईँ होइन खोजी होइन दिदी बुढी भयो अब त जाइन्छ दिदी बुढी दिदी बुढी भाइ त्यस्तो त होइन होला के हो नारायण दाइ होइन सर हेनाले काना खुसुक्क त्यही अन्तेकेर काना खुसुक्क भने अनि दिदीको अगाडि त्यस्तो खुसुको कुरा नभने हुन्थ्यो के अब गएपछि जसो पनि थाहा पाउँछ बिहा भइहाल्छ नभनेर तिहार्ने ल अनि आज तपाईँको के सिन रे कसको मेरो बुढा भिनासँग आज के सिन रे बिस्ताराको के सिन हो भन्नु त आज बिस्ताराको खाट सानो हुन्छ रे अनि खाटबाट बुढा फुत्त खस्छन् रे ए बुढा आउन माथि भन्ने रे त्यहाँ अरू कताकाले सुनेर फेरि के गर्ने भनेर अर्कै सोचेर हाँस्छन् रे यस्तो सोच्दा रहेछ सोचेपछि के गर्ने जो साँझ आज बिहा गरेको अब बुढाबुढी बिहा गरेको सुत्ने सिन हो त्यही खोइ डाइरेक्टर साहबले त्यही भन्न लागेर जे छ गरिदिनुलाई हो अनि तपाईँहरू त्यो सिन गर्दाखेरि अनि जेठी दिदीले हेर्छन् त हेर्ली नि यसो चियाहरू कतै तपाईँ हेर्नु कि नहेर्नु त हेर्न सक्दैन हेर्दिन आज हेरिदिउँ न त राख्दिनै पर्छ है क्यामेराले नदेख्ने ठाउँमा त दिदीलाई राखेर बल्ल हामीले हेर्नै सक्दिन यो त्यो ढाडमा जुगा लागेको चाहिँ हेर्न सकिन अब एकजना सुत्दै हेर्न सक्दिन बर्बाद भयो अनि अन्त अब यता चाहिँ भाउजू यता दिदी अनि तिमी सानी बहिनी भएर लाज चुप्प लाएर बसेको हो कि के हो छैन अनि उता दाइ परे है अनि
यता बोले आफ्नै गाला उता गरी आफ्नै गाला हो यता नि आफ्नै जुझुङ गरेर नि देख्छ ल तिमीले आज निशब्द छौ मच्छरलाई टोकाएर या टोकाइरहन्छन् उनले त नाकामी टोकाउने हेर्नुहोस् यस्तो छ अब यहाँ एउटा हाम्रो बालदाई हुनुहुन्छ क्यामेराम्यान सर हुनुहुन्छ कालै छन् उनीहरू अनि यता जाछन् अनि एउटा जति रिफ्लेक्टर टल्का पनि नटल्किने व्यक्ति एउटा यहाँ हुनुहुन्छ होइन तपाईँलाई जति लाइट टल्कानु टल्किनु किन हो हजुर जति रिफ्लेक्टर दिए पनि लाइट बाले पनि तपाईँ नटल्किने के हो क्या हो र हेर्नु जति जुम गरेर